हेलो हेलो भन्दा हेलो हेलो माटो खान लागेको क्यामेराम्यान चाहिँ साङ्गे। हेलो हेलो नमस्ते नमस्कार लासु फ्याफुल्ला स्वागत छ मेरो मिनी भिडियोमा। अनि आज चाहिँ मेरो छोराले भिडियो स्टार्ट गरिदियो। म चाहिँ त्यहाँ बारीमा गएर माटो खन्दै थिएँ। बाबुले भिडियो गरिदेऊ न भनेको त भिडियो गरिदियो। अनि हेलो हेलो भन्नु त मामु भन्नु। अनि मैले नि हेलो हेलो भने अनि मैले भिडियो स्टार्ट गरेँ। अनि आज चाहिँ मैले के गर्न लाग्दैछु भने यहाँ माटो मोल पत्कर ओसारेर यहाँ मिक्स गरेर यताउति गरेँ। यो सबै के को लागि भन्दा त खोर्सानी रोप्नको लागि। खोर्सानी रोप्नको लागि मैले यति धेरै दुःख गर्दैछु, त्यो पनि अकबरे। अरू खोर्सानीको लागि भए मैले दुःख गर्ने थिएन, अकबरे चाहिँ मलाई एकदम मनपर्छ। त्यही भएर जार लिएर आएर काट्नु लगाएर अनि मैले मोल माटो सबै जम्मा गरेर अनि आज चाहिँ म रोप्दैछु। बिरुवा ल्याएको चाहिँ 1 हप्ता भइसक्यो, अहिलेसम्म रोप्ने जुरेको थिएन। कामले गर्दाखेरि कहिले के काम भन्यो, अनि कहिले पानी पर्ला भन्यो, कहिले घाम लाग्ला भन्यो। त्यही भएर मैले रोपेकै थिएन। अनि आज चाहिँ मैले रोपेँ। कस्तो हुन्छ अब यो फलेर पनि म देखाउँछु हजुरहरूलाई। मैले यो काम त पत्कर अस्ति नै ल्याएर राखेको जङ्गलबाट। अनि मोल हिजो लिएर आएको, आज माटो ओसारेको काम त मैले लडमा गरिरहेको छु नि। अस्ति गाउँबाटै लिएर आएको बिरुवा चाहिँ अनि यहाँ माटोमा गाडिराखेको थियो। अब बाँच्छ बाँच्दैन हेरौँ न। बाँच्यो भने खाउँला, नबाँचे अब के गरौँ त होइन। मर्छ भनेर नरोपिराख्ने कुरा त भएन। अनि मैले रोपेर सबै यहाँ टक राखेँ, मिलाएँ। अनि यहाँ माटो कति धेरै भुइँभरि भएको थियो। अनि त्यो सरसफाइ गरेर सिनिक्क पारेर अनि मैले पानीहरू पनि हालेँ। पानी हालेर हातमुख धोएर काम सकाएँ। आजको काम चाहिँ मेरो सकियो। अब यति रोपेपछि मलाई आनन्द भयो, काम सक्यो नि त। अस्ति दिन के काम छ भने जस्तो हुन्थ्यो, अब सक्यो।